हामी भएछ नर्छ डल्लेको आज सुकुनाबाट भाइ घुम्न आउँछु भनेर आउनुभएको थियो। चिम्लीमा गए, जाडो थियो र यसरी नै होमस्टेहरू देखाए। अनि बाटोमा यसरी चिया खानु बसेँ हामी र चियाको साथसाथमा यसरी मोमो पनि। आई लभ चिम्ली। हामी बाटोमा बस्यौँ र त्यहाँनिर छेउको दोकानमा हामीले चिया र चियाको साथसाथमा हामीले मोमो पनि खायौँ। मोमो एकदम स्वादिलो थियो र चिया त झन् अझै मिठो थियो र मोमोसँग दिएको डल्ले खुर्सानीको अचार वाउ। भाइलाई त मोमो यति साह्रो मिठो लागेछ, तर ब्याकग्राउन्डमा चराक चराक गरेको आवाज पनि तपाईँले सुन्न सक्नुहुन्छ। दामी भएछ नर्छ डल्लेको खानु मन लाग्यो होला है हेर्नेहरूलाई। भेज मोमो खाँदै दुईजना मोमो थपेकै गर्दै हामीले खायौँ। चिम्लीको डाँडामा मोमो खानुको लागि चाहिँ यो घुम्दै घुम्दै हामी आइपुगे र भाइले र यो पनि खुसी भएर हेर्दैछ र यहाँनिर भाइ पनि खुसी भएर हेर्दैछ र हामी चिम्लीबाट यसरी ओह्रालो फर्क्यौँ र भाइले भिडियो गर्छु भन्नुभयो र भाइले भिडियो गर्दै हिँड्नुभयो घरहरूको र बाटोको र म चाहिँ भाइको स्कुटी कुदाउँदै हामी ओह्रालो झऱ्यौँ र यसरी नै आज विश्वकर्मा पूजाको दिन 2025 यसरी हामीले यताउता घुमेर छुट्टी मनायौँ। धन्यवाद।